नमस्ते। आज हामी टेक्नोलोजी बढ्दै जाँदा थपिने साइबर सुरक्षाका चुनौतीबारे कुरा गर्दैछौँ। यसका लागि हामीले एकजना साइबर सुरक्षा विशेषज्ञसँग कुराकानी गरेका छौँ र हाम्रो उद्देश्य चाहिँ ब्याङ्किङका खतरा, सोशल मिडिया कसरी ह्याक हुन्छन् अनि भविष्यमा कस्ता जोखिम आउलान् भन्ने मुख्य कुरा खोतल्नु हो। सुरु गरौँ न त ब्याङ्किङ सुरक्षाबाटै, हैन? खास गरी नेपालमै पैसा कसरी चोरिन्छ भन्नेबाट। अब सामान्य तरिका त सुनिराखेकै हो, फिशिङ, मतलब त्यो नक्कली लिङ्कहरू क्लिक गर्न लाउने। अनि विशिङ पनि, हैन? फोन गरेर म वालेट सपोर्टबाट भनेर त्यो ओटिपी माग्ने। हो ती त छँदैछन्। तर आजकल अलि बढी खतरनाक देखिएको चाहिँ इन्फोस्टिलर मालवेयर हो। यो अलि फरक छ क्या। ए, कस्तो फरक? यसले चाहिँ मतलब ब्राउजरमा सेभ गरेका पासवर्ड मात्र हैन, कुकीज, त्यो ब्राउजिङ हिस्ट्री सबै तानेर लगिदिन्छ। ए, सबै कुरा? अनि यो भित्रिने चाहिँ प्राय सित्तैमा सफ्टवेयर खोज्दा, त्यो क्र्याक्ड सफ्टवेयरहरू डाउनलोड गर्दा वा त्यस्तै फिशिङ लिङ्कहरू हैन त्यसमा क्लिक गर्दा हो। भनेपछि ब्राउजरमा पासवर्ड सेभ गर्नु त कामै रहेनछ नि। इन्फोस्टिलर छिर्यो भने त काम लागेन। अझ डरलाग्दो कुरा के छ भने यसले डिभाइसको डिजिटल फिङ्गरप्रिन्ट नै चोर्न सक्छ क्या। फिङ्गरप्रिन्ट? त्यो भनेको मतलब तपाईँको कम्प्युटरको पहिचान त्यो चोरेपछि ह्याकरले 2 फ्याक्टर अथेन्टिकेसन, त्यो ओटिपी वाला सिस्टम पनि बाइपास गर्न सक्छ। ब्याङ्कलाई लाग्छ यो त आफ्नै मान्छेको आफ्नै कम्प्युटर हो, झुक्याउन सक्यो। ओहो, यो त साह्रै डरलाग्दो रहेछ। यसमा हामी प्रयोगकर्ताको गल्ती कति हुन्छ त? जस्तो लाइसेन्स नभएको सफ्टवेयर, त्यो क्र्याकहरू चलाउने बानी। एकदम धेरै हुन्छ नि। प्रयोगकर्ताको एकदम ठूलो हात हुन्छ यसमा। ब्याङ्कहरूले त आफ्नो सिस्टम बलियो बनाउँदै लगेका छन् हैन, तर प्रयोगकर्ताले सानो गल्ती गर्यो, जस्तो त्यही अविश्वसनीय सफ्टवेयर इन्स्टल गर्यो भने ठूलो क्षति हुन सक्छ। अनि त्यो चोरिएको डाटाको के हुन्छ? त्यो डार्क वेब भन्ने हुन्छ नि, इन्टरनेटको अँध्यारो कुना, त्यहाँ बेच्छन्। डाटा ब्रोकरहरूले किन्छन्। सोच्नुस् न, तपाईँको ब्राउजरबाट चोरिएको एउटा सानो कुकीले मात्र पनि हैन, ह्याकरलाई तपाईँको कुनै अनलाइन सपिङ अकाउन्टमा पासवर्डै नचाहिकन सिधै पहुँच दिन सक्छ। बाप्रे! हो, अनि त्यही डाटा प्रयोग गरेर स्क्यामरहरूले अरूलाई ठग्ने हो। अब सोशल मिडियातिर लागौँ न त। युट्युब च्यानलहरू पनि ह्याक भइरहेका खबर सुनिन्छन् नि, त्यसको कारण के होला? धेरै जसो त वही हो कि इन्फोस्टिलर मालवेयर कि फिशिङ। अझ टिममा काम गर्दा पासवर्ड सजिलै सेयर गर्ने चलन हुन्छ नि कतिमा। त्यो त हुन्छ। हो, अनि त्यो 2 फ्याक्टर अथेन्टिकेसनलाई हल्का रूपमा लिँदा, मतलब लगाइहालौँ न भनेर नमिलाइकन छोड्दा जोखिम झनै बढ्छ। आजकल त टिकटकतिर नयाँ तरिका पनि देखिएको छ। विन्डोज एक्टिभेट गरिदिन्छु भनेर कमान्ड प्रम्प्टमा केही कोड कपी पेस्ट गर्न लगाउने। ए हो, त्यो वास्तवमा मालवेयर बाउन्ड गर्ने कोड हुन्छ। त्यसलाई क्लिक फिशिङ भन्न सकिन्छ। अनि अर्को कुरा, ब्राउजरमा पासवर्ड सेभ गर्ने बानी छ नि हाम्रो, त्यो पनि मास्टर पासवर्डले सुरक्षित गरेको छैन भने त एकदमै जोखिमपूर्ण भयो। च्यानल ह्याक भएपछि फिर्ता ल्याउन कतिको गाह्रो हुन्छ त? निकै गाह्रो हुन सक्छ। यदि च्यानल अब सरकारी निकायमा दर्ता छ हैन, अनि आधिकारिक प्रमाणहरू जस्तै आफ्नै नामको इमेलहरू छन् भने अलि सजिलो होला। तर अनुहार नदेखाई चलाउने फेसलेस च्यानलहरूलाई त झन् गाह्रो हुन्छ आफ्नो भनेर प्रमाणित गर्न। यी बाहेक अरू खतरा नि, जस्तो बाहिरतिर पाइने फ्री वाइफाई कतिको जोखिमपूर्ण छ? क्याफे, एयरपोर्टहरूमा सार्वजनिक वाइफाईमा त म्यान इन द मिडल अट्याकको खतरा एकदमै हुन्छ। म्यान इन द मिडल? हो, मतलब ह्याकर तपाईँ र इन्टरनेटको बीचमा बसेर तपाईँले पठाएको वा पाएको डाटा हैन, त्यो सबै हेर्न वा चोर्न सक्छ। हामी त कति इमेल चेक गर्ने, सोशल मिडिया चलाउने गर्छौँ त्यस्तो वाइफाईमा, हो नि। अब संवेदनशील काम जस्तै ब्याङ्किङ गर्ने, कतै लगइन गर्ने काम चाहिँ सार्वजनिक वाइफाईमा कहिल्यै गर्नु हुँदैन। बरु नेपालमा मोबाइल डाटा त्यस्तो महँगो छैन हैन, त्यो प्रयोग गर्नु धेरै सुरक्षित। ठीक हो। अझ खै कतिले सुन्नु भएको छ जीरो क्लिक अट्याक भन्ने पनि हुन्छ। जीरो क्लिक मतलब क्लिक नै नगरी? हो, जेफ बेजोसको व्हाट्सएप त्यसरी नै ह्याक भएको थियो रे। प्रयोगकर्ताले केही नगर्दा पनि, कुनै लिङ्क नथिच्दा, फाइल नखोल्दा पनि डिभाइस ह्याक हुन सक्छ। यो चाहिँ एकदम जटिल महँगो अट्याक हो। प्राय हाई प्रोफाइल मान्छेहरूलाई टार्गेट गरिन्छ। यस्तो सुन्दा त कुनै पनि सिस्टम के 100% सुरक्षित होला त? खै 100% त हुँदैन। कुनै न कुनै बेला कुनै न कुनै सिस्टममा कमजोरी भेटिन्छ नै। यो त समयको कुरा मात्र हो। त्यसैले आजकाल सुरक्षाको सोच अलि फरक छ।
रोकथाम त छँदैछ, तर त्योभन्दा बढी साइबर रेजिलियन्समा जोड दिइन्छ। साइबर रेजिलियन्स त्यो भनेको? मतलब खतरालाई कति छिटो पत्ता लगाउन सकिन्छ होइन, अनि त्यसलाई कति छिटो र कति राम्ररी समाधान गर्न सकिन्छ भन्ने क्षमता हो। ए, पत्ता लगाउने र प्रतिक्रिया दिने क्षमता? हो, ठ्याक्कै। भविष्यमा अरू कस्ता खतरा देख्नुहुन्छ त, अझै जटिल? दुईवटा कुरा छन्। एउटा त जीपीयू आधारित मालवेयर। जीपीयू, ग्राफिक्स कार्ड? हो, अहिलेका धेरै एन्टिभाइरसहरूले ग्राफिक्स कार्ड प्रयोग गरेर चल्ने मालवेयरलाई चिन्न गाह्रो मान्छन्। अनि दोस्रो र सायद अझ ठूलो खतरा त्यो हो क्वान्टम कम्प्युटिङ। क्वान्टम कम्प्युटिङ? यसले भविष्यमा अहिलेका सबैभन्दा बलिया एन्क्रिप्सन सिस्टमहरू जस्तै क्रिप्टोकरेन्सीले प्रयोग गर्ने कोडहरूलाई सजिलै तोड्न सक्ने क्षमता राख्छ भनिन्छ। यसले त अहिलेको डिजिटल सुरक्षाको पुरै जग नै हल्लाइदिन सक्छ। आजको कुराकानीबाट के बुझियो भने प्रविधि जति अगाडि बढ्दैछ, जोखिम पनि उति नै नयाँ र झन चलाक हुँदै जाँदो रहेछ। व्यक्तिगत सतर्कता जस्तो क्र्याक सफ्टवेयर नचलाउने, बाहिरको वाइफाईमा होशियार हुने, पासवर्ड राम्रोसँग राख्ने झनै महत्त्वपूर्ण भयो, होइन त? एकदम सही। साइबर सुरक्षा भनेको एकचोटि गरेर पुग्ने कुरा होइन, यो त निरन्तर चलिरहने प्रक्रिया हो। यसमा छिटो पत्ता लगाउनु र छिटो प्रतिक्रिया दिनु नै मुख्य कुरा हो। म सुरक्षित छु भनेर ढुक्क बस्ने होइन कि बरु खतरा आयो भने कसरी छिटो थाहा पाउने र रोक्ने भन्नेमा ध्यान दिनु पर्यो। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडौँ न त। भविष्यमा आउने क्वान्टम कम्प्युटिङ जस्ता शक्तिशाली प्रविधिले हाम्रो डिजिटल संसारलाई साँच्चै कति सुरक्षित बनाउला वा कतै अझ बढी असुरक्षित पो बनाउने हो कि, यो सोच्नुपर्ने कुरा हो।